सधैँ विवादमा आउने तर मिडियामा खासै अनुहार नदेखिने नाम हो बालेन शाह। काठमाडौँका मेयर बालेन शाह राजनीतिक व्यक्ति मात्र होइन, अहिले सामाजिक सञ्जालमा सुपरस्टार बनेका छन्। बालेनको फेसबुक, इन्स्टाग्राम, एक्स, ट्विटर लगायतका पोस्टहरू मिनेटमै भाइरल हुने गर्छन्। उनको एउटा स्ट्याटसले लाखौँको ध्यान तान्छ। चर्चा देशभित्र मात्र होइन, भारतका बलिउड स्टारहरूसम्म पुग्छ। अचम्म त के छ भने अमिताभ बच्चनदेखि शाहरुख खान, सलमान खान र कपिल शर्मासम्मलाई समेत पछाडि पार्दै सामाजिक सञ्जालमा बालेन शाह अग्रपङ्क्तिमा उभिएका छन्। कतिपयले उनलाई कलाकारभन्दा बढी डिजिटल आइकन भन्न थालेका छन्, किनभने बालेनको हरेक अभिव्यक्ति, हरेक शब्द र हरेक शैलीमा हुन्छ अलग्गै प्रभाव। आउनुहोस् आज हामी हेरौँ कसरी काठमाडौँका मेयर बालेन शाहले बलिउडका सेलिब्रेटीहरूलाई समेत टक्कर दिँदै सामाजिक सञ्जालमा मचाइरहेका छन् त धमाका। बालेन शाहको तुलनामा हेर्ने हो भने बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको फलोअर्स 37 मिलियन छ भने उहाँको पोस्टहरूमा खासै त्यति धेरै लाइकहरू हामी देख्न सक्दैनौँ। उहाँ त विश्वभरि एकदमै प्रख्यात रहेको व्यक्ति हुनुहुन्छ अमिताभ बच्चन। उहाँको 10,000सम्मको लाइक छ भने 1,000सम्म कमेन्ट छ भने 168सम्म मात्रै सेयर छ। उहाँको लगभग यो 7 घन्टा अगाडि पोस्ट गर्नुभएको यो पोस्टमा यस्तै तरिकाले बालेनले पोस्ट गरेको थियो भने केही समयमै उहाँको धेरै भाइरल पोस्टहरू भइसकेका हुन्थे। त्यसै गरी अमिताभ बच्चनको अर्को पोस्टमै हेर्ने हो भने 3,000 लगभग 4,000 चान्चुनको लाइक छ भने 583वटा कमेन्ट छ एक दिन अगाडि लेखिएकोमा। त्यसै 2 दिन अगाडि लेखिएकोमा 5,000 लाइक छ, 768 कमेन्ट छ भने 55 सेयर छ। बालेन शाहको तुलनामा बलिउड अभिनेता अमिताभ बच्चनको सामाजिक सञ्जाल क्रेज अलिकति कम देखिन्छ। कम मात्रै होइन, धेरै नै कम देखिन्छ। यो हिसाबले बलिउडका सुपरस्टार अमिताभ बच्चनभन्दा काठमाडौँका मेयर बालेन शाह सामाजिक सञ्जाल फेसबुकमा उत्कृष्ट पर्फर्मेन्स गर्ने एउटा सेलिब्रेटीको रूपमा पनि लिन सकिन्छ। त्यसै गरी बलिउडका अर्को सुपरस्टार नायक हुनुहुन्छ शाहरुख खान। शाहरुख खानको 42 मिलियन फलोअर्स छ। अमिताभ बच्चनको तुलनामा उहाँको फलोअर्स अलि बढी छ भने बालेन शाहको तुलनामा पनि शाहरुख खानको फलोअर्स धेरै नै छ। त्यो हिसाबले उहाँको अथवा उहाँले पोस्ट गर्नुभएकोमा 3,20,000सम्म लाइक आएको छ भने 18,500सम्म कमेन्ट छ। त्यसै 4 मिलियनसम्म भ्युज गएको छ भने 4100सम्म सेयर भएको छ। त्यसै गरी उहाँका पछिल्ला केही पोस्टहरूमा हेर्ने हो भने 2,96,000 प्रायः उहाँको भिडियोमा चाहिँ राम्रै खालको पोस्टहरू अथवा लाइकहरू गइरहेको छ भने उहाँको टेक्स्टमा हेर्ने हो भने चाहिँ खासै देखिएको छैन। फोटो र टेक्स्टमा हेर्ने हो भने 33,000सम्मको लाइक छ, 4,700सम्मको कमेन्ट छ भने 224वटा सेयर छ। टेक्स्टमा हेर्ने हो भने बालेन शाहको तुलनामा शाहरुख खानको पनि एकदमै कम मात्रामा लाइकहरू आएको छ। त्यसै गरी यसमा हेर्ने हो भने 72,000सम्मको लाइक छ, 46,000सम्म कमेन्ट छ भने अर्को पोस्टमा हेर्ने हो भने 45,000 लाइक छ, 2,700 कमेन्ट छ भने 667 सेयर छ, 2.4 मिलियन भ्युज छ शाहरुख खानको। यो हेर्ने हो भने पनि काठमाडौँका महानगरपालिका मेयर बालेन शाहको तुलनामा अलिकति कमै मात्रामा देखिन्छ। भारतीय रियालिटी सोमा एकदमै चर्चित रहेको कमेडियन कपिल शर्माको 32 मिलियन फलोअर्स छ। कपिल शर्माको हेर्ने हो भने सामाजिक सञ्जाल फेसबुकको क्रेजलाई हामी यसरी हेर्न सक्छौँ। उहाँको एकदमै कम मात्रामा हामीले देखिरहेका छौँ। 4600 लाइक छ भने 48 कमेन्ट छ, 25 सेयर छ। पछिल्लो 4 घन्टा अगाडि पोस्ट गर्नुभएको एउटा पोस्टमा। त्यसै गरी केही समय अगाडि पोस्ट गर्नुभएकोमा 2200 कमेन्ट छ, 126 कमेन्टहरू छन् भने 2200 लाइक छन्, 28 सेयर भएका छन्। एकदमै कम मात्रामा आएका छन्। विशेष गरी टेलिभिजन सोमा उत्कृष्ट पर्फर्मेन्स गर्ने एउटा कमेडियन पात्र कपिल शर्माको यो सामाजिक सञ्जाल फेसबुकमा चाहिँ क्रेज खासै हामी देख्न सक्दैनौँ। एकदमै कम मात्रामा उहाँलाई फलो गर्ने हुनुहुँदो रहेछ। उहाँको फलोअर्स चाहिँ बढी नै छ। एक हिसाबले हेर्ने हो भने बालेन शाहभन्दा धेरै माथिको फलोअर्स छ उहाँको। त्यो भए तापनि कुनै पनि टेक्स्ट अथवा कुनै पनि फोटो अथवा भिडियो पोस्ट गर्दाखेरि कपिल शर्माकोमा एकदमै कम मात्रामा गएको हामी देख्छौँ।
त्यसै गरी बलिउड अभिनेता सलमान खानको 51 मिलियन फलोवर्स छ। अहिलेसम्म हामीले हेरेका मध्ये सबभन्दा धेरै सलमान खानको फलोवर्स हामीले देख्यौँ। उहाँको सामाजिक सञ्जाल फेसबुकको क्रेज पनि हामी हेर्छौँ। उहाँले केही समय अगाडि पोस्ट गर्नुभएकोमा 5,51,000सम्म लाइक छ भने 26,000सम्म कमेन्ट छ भने 5,000सम्म सेयर छ। त्यसै गरी यसमा पनि 1,48,000 लाइक छ, 19,600 कमेन्ट छ भने 870 सेयर छ। यसमा 15,000 लाइक छ, 6200 कमेन्ट छ। त्यसै गरी अर्को पोस्टमा हेर्ने हो भने पनि हामीले देख्न सक्छौँ 2,02,000सम्मको लाइकहरू देख्न सक्छौँ भने यो हिसाबले हेर्ने हो भने बलिउड अभिनेता सलमान खान चाहिँ लगभग काठमाडौँ महानगरपालिका मेयर बालेन शाह सरकै सामाजिक सञ्जाल क्रेजमा हुनुहुन्छ भन्ने कुरो हामी यहाँबाट देख्न सक्छौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको यति बेला फेसबुक प्रोफाइलमा छौँ हामी। उहाँको 3.1 मिलियन फलोवर्स छ भने उहाँको सामाजिक सञ्जाल फेसबुकमा क्रेज कस्तो छ हामी हेरौँ है त। उहाँले पोस्ट गर्नुभएको कतिपय कुराहरू केही समयमा नै धेरै भाइरल हुने गर्छ। उहाँको यो पछिल्लो समयमा पोस्ट गर्नुभएकोमा 2,73,000 लाइक आएको छ भने 16,000 लगभग 17,000 चान्चुन कमेन्ट छ भने 1,000सम्मको सेयर भएको छ। त्यसै गरी अर्कोमा पनि उहाँको त्यही अनुसारकै लाइकहरू छ, 11,000सम्म कमेन्ट छ, 1,000सम्म सेयरहरू छ। केही समय अगाडि काठमाडौँका मेयर बालेन शाहले लेखेका केही स्ट्याटसहरूमा भने अत्याधिक मात्रामा लाइक सेयरहरू आएका थिए। उहाँका विशेष गरी अलिकति खरो टाइपको अभिव्यक्ति उहाँले दिने गर्नुहुन्छ। त्यस्तो खरो अभिव्यक्तिमा चाहिँ उहाँको धेरै लाइक र कमेन्टहरू आउने गरेको हामीले पाएका छौँ। तपाईँले यो स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। केही समय अगाडि यो जेन्जी आन्दोलन भए पश्चातका यो स्ट्याटसहरूमा उहाँको 6,26,000सम्म लाइक छ भने 74,000सम्म कमेन्ट छ। 79,000 लगभग 80,000सम्मको सेयर भएको छ। यो भनेको एकदमै सामाजिक सञ्जालमा एकदमै राम्रो पर्फर्मेन्स मानिन्छ यसलाई। यो तरिकाबाट काठमाडौँका मेयर बालेन शाह आफ्नो सामाजिक सञ्जालको क्रेजलाई यथावत राख्न सफल हुनुभएको छ।